समालोचनात्मक टिप्पणी लेख्नुभएको छ, जो कि कालो चस्मा भन्ने कथामा समालोचक ताना शर्माले 2018 सालको हाम्रो पुष्कर दाइले नै सञ्चालन गर्नुभएको, सम्पादन गर्नुभएको बगैँचा पत्रिका 2018 सालमा उहाँकै अनुरोधमा ताना शर्माले लेख्नुभयो। उहाँकै पत्रिकामा त्यो पहिलोपटक छापियो। कालो चस्माबारे समीक्षा पहिले छापिएको थिएन। अन्त 17 सालमा कथा प्रकाशन भएपछि 18 सालमा भनेपछि त्यो ठिकै पनि हो। एक वर्षपछि यो दुईटा पत्रिका देखाइदिनु। ठिक छ। अहिले ल्याउनु त भाइ। ल, यो कालो चस्माबारे ताना शर्माले र बामदेव पहाडीले आफ्नो समीक्षात्मक टिप्पणी समालोचनात्मक लेख लेख्नुभएको यसैमा चाहिँ प्रकाशित छ, जो हाम्रो पुष्कर दाइले नै यो सम्पादन गर्नुभएको बगैँचा पत्रिकामा। त्यही चिज अब यताबाट आउँछ। त्यही कुरोलाई अहिले आफ्नो भ्यूभन्दा पनि आजलाई चाहिँ हाम्रो समिना खनाल प्रेथाजीले यो विजय मल्लको कालो चस्मा र नेपाली समाज भन्ने ताना शर्माको समालोचना सस्वर वाचन गरेर सुनाइदिनु हुनका लागि समिनाजीलाई म निम्त्याउँछु। यहाँ स्वागत छ। यहाँलाई सबैलाई नमस्कार। म पत्रिका साल समीक्षक कतातिर पनि नगर्ने सिधै वाचन गर्छु, किनभने समय धेरै भइसकेको छ। विजय मल्लको कालो चस्मा र नेपाली समाज, तारानाथ शर्मा। पोहोर सालको उकालोले कालो चस्मा टाउको भएको अनौठो कथा छापेर हाम्रो जम्मै साहित्य प्रेमीहरूलाई वाल्ल पारेको थियो। सो कथा समयलाई नसुहाउने फोहोरी नीति र संस्कृति विरोधी र यौन भावनालाई उत्तेजना गर्ने खालको हुनाले नेपाली साहित्यमा यस्तो कथाको आवश्यकता छैन भन्ने भनाइ झन्डै सबैजसोको मुखबाट सुनिन्थ्यो। हुन पनि कालो चस्मा लेख्ने लेखक अवश्य नै समाजका मान्यताहरूको विपक्षमा हिँड्नु भएको छ र उहाँले हाम्रो समाजले मानिआएका नीतिहरूलाई चुडाल्ने जमर्को गर्नुभएको छ। कसैको भनाइमा हाम्रा दिदीबहिनीहरूलाई अनैतिक बनाउने कथा रचेर मल्लज्यूले अमेरिकाली फोहोरी साहित्यको परम्परासित, जसमा बलात्कार, मारकाट र डाकालाई आदर्श ठहराएको हुन्छ, मितेरी लगाउनुको स्पष्ट देखिन्छ। अर्का सिद्धान्तवादी भन्नुहुन्छ विजयबहादुर मल्लको गगल्स पनि यस्तै विशुद्ध फ्रायरवादी दृष्टिमा लेखिएको छ र के यो कथामा देखाइएका घटनामा अलिकति पनि सत्य र स्वाभाविकता छ? आजको समाजलाई स्वस्थ निर्देशन गर्नुको साटो सिधासिधी गल्ती सम्बन्धको प्रेरणा दिइआएको छ। यो चित्रण कतिसम्म अस्वाभाविक र असामाजिक छ भन्ने कुरा त पतिदेवले हेर्न नसकी आँखामा चस्माको कालो पर्दा हालेकोले नै बताउँछ। जुन कुरा अस्वाभाविक र समाजमा हानिकारक छ भने त्यस्तो रचनाको नाममा किन लेख्ने? हुनसक्छ कलाको लागि भन्ने प्रेमीहरूले यसमा रसपान गर्नुन्, तर आजको हाम्रो समाजलाई भने यस प्रकारको रचनाले स्वच्छता दिने छैन। अझ अर्का समीक्षकले लेख्नु भएको छ, कथा साहित्यमा दौलत विक्रम बिष्टको प्रदर्शनी र विजय मल्लको कालो चस्मा प्रस्तुत पत्रिका उकालो तानासमा बिल्कुलै असुहाउँदिला छन्। यस्ता चरित्रहीन र नपुंसक नायक भएका कथाबाट विद्यार्थीहरूले सत्प्रेरणा पाउन सक्दैनन्। यसरी कालो चस्माले जतासुकैबाट झटारोको चोट खानु परेको छ। यस व्यापक प्रतिक्रियाबाट एउटा के कुरो छर्लङ्गिएको छ भने कालो चस्मा लडतरो कथा होइन र केही विशेषता नभई यस्तो खैला बैला मचिन सक्दैन। पहिले हामी यस कथामा लेखिएका कुरातर्फ ध्यान लगाऊँ। कथाको मुख्य पात्र आफ्नी स्वास्नीसित घरबाट एक रातको बिदा मागेर साँझै पख कुनै काममा जान्छ, तर काम बेलुकै सकिएकोले राति 2 बजेतिर फर्कन्छ। स्वास्नीको मस्त निन्द्रामा बाधा नपुगोस् भनेर ऊ अर्को कोठामा सुत्न गएको र आफ्नी स्वास्नीलाई एउटा छिमेकी लोग्ने मान्छेसित अँगालो मारेर सुतिरहेको उसले भेट्छ।
साधारण रूपले जुनसुकै लोग्नेलाई पनि आफ्नी स्वास्नीसित अर्को लोग्ने मान्छे सुतेको मन पर्दैन, तर कालो चस्माको मुख्य पात्र अर्कै किसिमको छ। उसलाई अलिकति पनि रिस उठ्दैन। ऊ त मनमा अनेकौं कुराहरू खेलाउन थाल्छ। अँगालो मारेर अनन्त आनन्दमा मस्त हुँदै सुतिरहेका ती दुईलाई हेर्दा तिनीहरू अत्यन्त सन्तुष्टिमा निदाएका हुन् भन्ने उसले ठान्दछ र उसलाई कस्तो अनौठो अनुभूति हुन्छ भने ती दुई सेता गुलाबका फुलहरू आफूमा गुथिएर फुलिरहेका छन्। मुख्य पात्र आफूलाई शरीर र मासुका कल्लाको तिर्खादेखि उँभोको ठान्छ। ऊ ठुलो ठान्छ। इन्द्रियहरूभन्दा उसको मथिङ्गलले नै तीखो र बिझालु इन्द्रियहरूभन्दा उसको मथिङ्गल नै तीखो र बिउझालु छ। ऊ आफूलाई बुद्धिले दोहोऱ्याउन चाहन्छ, यौनको तिर्खाले होइन। त्यसैले त ऊ मनमा नै विचार्छ, म चाहन्न यिनीहरूले अहिले भोगिरहेको सन्तुष्टिमा कुनै प्रकारका भौतिक या नैतिक प्रश्नहरूले उथलपुथल र गडबडी मचाइदिउन् र सम्पूर्ण जीवन पर्यन्त यिनीहरूलाई विकृतिले टोकसिरहोस्, लखेटिरहोस्। यति कुरा सोचेर आफ्नो रमाइलो र उल्लासपूर्ण लोकमा तिनीहरू आरामसित सुतुन् भन्ने उदार कामना लिएर ऊ बरन्डामा सुत्न जान्छ। भोलिपल्ट उसको आँखामा त्यस्तो केही शङ्कालु भाव आउला र उसकी स्वास्नी र स्वास्नीको प्रेमीमा उदासीनता, त्रास वा भय जाग्ला कि भनेर ऊ कालो चस्मा किन्ने निर्क्योरमा पुग्छ। कालो चस्माले आँखा ढाकेर ऊ सामाजिक नैतिक मनुष्यको रूपबाट प्रत्यक्षतः नै पृथक हुन चाहन्छ। एकातिर कथाको लोग्ने यस्तरी बुद्धिवादी भएर आधुनिक सन्यासी हुँदाहुँदै पनि अर्कातिर उसकी स्वास्नी भने अर्कै पाराकी छ। यौन सम्बन्धमा चाख नलिने तर्क पछौटे लोग्नेको बन्धनबाट फुक्न पाएर छिमेकीको तन्नेरी पट्टुसित एक रात आनन्दसित सुत्न पाएपछि उसको मन हलुङ्गो हुन्छ। उसको फर्याक फुरुक हेर्न लायकको हुन्छ। कथामा लेखिएको छ, ऊ फुलको थुङ्गा चाहिँ हलुकी थिई, कुनै प्रकारको बेचैनी उसमा थिएन। पुतली झैँ उफ्री उफ्री तलमाथि ओहोर दोहोर गरी काममा व्यस्त भइरहेकी थिई। यस कुराबाट के छर्लङ्ग हुन्छ भने काम वासनालाई सम्भोगबाट मत्थर गराएपछि मान्छेले अरू कामहरू खुसीसित गर्न लाग्छ। यहाँनिर के पनि राम्ररी बुझिन्छ भने जसरी मान्छेलाई खाने कुरोको आवश्यकता छ, उति नै आवश्यकता यौन क्रियाको पनि छ। भुँडीको भोक मार्न पाएर मात्र काम गर्न मन लाग्दैन, बरु त्यसको साथै इन्द्रियका स्वाभाविक खैला बैलालाई यौन सम्बन्धबाट थामथुम पारेपछि मात्रै काममा मन राम्ररी लाग्छ। तर कथाको मुख्य पात्र भने यस तथ्यलाई जान्दा जान्दै पनि आफूलाई यौन सम्बन्धप्रति उदासीन देखाउन खोज्छ। कथामा 3टा मान्छेहरू छन्। विजय मल्लजीको ठनाइमा लोग्ने बुद्धिवादी, उदारवादी र व्यक्तिवादी पात्र हो भने स्वास्नी र उसको प्रेमी चाहिँ आधुनिक मनोविज्ञान नबुझेका, यौन सम्बन्ध भनेपछि हुरुक्क हुने पुरानो पाराका मूर्ख आइमाई र लोग्ने मान्छे हुन्। यस कुराको छनक कथाको सिरानीदेखि पुछारसम्म पाइन्छ तापनि लोग्ने चाहिँको यस तर्कलाई यहाँ सार्नु उचित ठान्छु। मैले केही कुराको ध्यानै नदिए झैँ गरी हातको पत्रिका पल्टाउन थालेपछि दुवैमा आएको हडबडी र असमञ्जस्यता बिस्तारै हट्दै गयो र अनि मैले आफ्नो आँखाको कोषबाट देखेँ तिनीहरू दुवैको आँखामा क्रमशः मुस्कान नाचिरहेछ। सपनाको नयाँ संसार बस्दै गइरहेछ। सुकुमार कोमल भावनाहरूले गर्दा अनुहार नै स्वच्छ भएर गए झैँ उनीहरू मलाई निर्दोष बालक बालिका झैँ लागे। यस्ता सुकुमार व्यक्तिहरूलाई म किन कुनै प्रकारको दुःख पीडामा झोस्न चाहन्छु। बिचराहरूलाई मैले केही भेउ मात्र पाएको छु भन्ने थाहा पाए मात्र भने पनि सामाजिक नैतिकताका कठोर बन्धन र अपराधको भावले लपेट्न थालिहाल्नेछ। यिनीहरूमा वास्तवमा त्यस मान्यताप्रति उपेक्षा या विद्रोहको भाव नै छैन। निसन्देह ती आँखाहरूमा सपना छन्, वासना छन्, सुन्दर मिठासपूर्ण सृष्टिका प्रथम फुलहरू। लोग्नेले अनेकौं भावहरू मनमा खेलाएर उनीहरूको आँखातिर हेर्दै जब ती दुई केही छटपटाउन थाल्छन्, ऊ विचाराहरू सामाजिक निषेधात्मक नियमप्रति कति जागरुक छन्, उनीहरूको विवेकात्मक कसौटी कुन स्तरको छ भन्ने कुरा बुझ्नलाई कति सरल। यसरी मुख्य पात्र संसारका अरू मामुली मान्छेहरूभन्दा आफू उच्च श्रेणीमा छु भन्ठान्छ र कालो चस्मा लगाई आँखामा खेल्ने अधिकांश भावनाहरूलाई छोपेर आफ्नी स्वास्नी र उसित पल्केको नाठोलाई यौन स्वतन्त्रता दिने आफ्नो सङ्कल्प सुनाउँछ। कालो चस्माको मुख्य पात्र आफूलाई फ्रायडवाद विरोधी पार्ने प्रयत्नमा लागेको छ। फ्रायडवादले यौन सम्बन्धलाई सबैभन्दा ठुलो ठाउँ दिन्छ र संसारमा हुने जति सबै कुराहरूमा केही न केही रूपमा यौन सम्बन्धको प्रभाव हुन्छ भन्ने ठोकुवा गर्छ। गएको शताब्दीमा जर्मनले
वैज्ञानिक सिगमन्ड फ्रायडको सिद्धान्तले मान्छेलाई यौन सम्बन्धको साँधु र बन्धनमा थुन्न खोजेकोले कालो चस्माको प्रधान पात्र आफ्नो तर्क लिएर पाखुरा सुइकिँदै अगाडि निस्केको देखिन्छ। अवश्य नै फ्रायडवाद भ्रष्ट र साँगुरो सिद्धान्त हो जसमा यौन सम्बन्ध बाहेक अरू कुनै कुराको अस्तित्व मानिन्न। त्यति भएर पनि के कुरालाई चाहिँ मान्न करै लाग्छ भने यौन सम्बन्ध मान्छेलाई नभई नहुने कुरो हो। मान्छेलाई राम्रो लाएर र मिठो खाएर मात्रै पुग्दैन, लोग्ने र स्वास्नीको गहिरो प्रेम पनि चाहिन्छ, जुन प्रेम नै शरीरको घर्षणबाट जन्मेर जीवनलाई सुखमय पार्न सफल हुन्छ। मान्छेको यस्तो नभई नहुने कुराको बारेमा हाम्रो साहित्यले पनि बढ्ताभन्दा बढ्ता सङ्ख्यामा छलफल गर्नुपर्छ। मल्लजीको उद्देश्य फ्रायडवादमाथि प्रहार गर्ने हुँदाहुँदै पनि उहाँ आफै यौन सम्बन्धको विकृत भावनाबाट आफ्नो पात्रलाई मुक्त गर्ने काममा सफल हुन सक्नु भएको छैन। भौतिक र वासनात्मक लोकमा वितरण गर्ने नैतिक र सामाजिक स्वास्नी र पठालाई टिठ्याउँदै आफूलाई स्वच्छ उच्च उदार अभौतिक र यौन सम्बन्धको तिर्खादेखि मुक्त ठान्ने र यिनीहरूले खेल्ने गरेको लोकलाई भताभुङ्ग गरेर मलाई के उपलब्धि हुन्छ र भनेर जोगीको भाव व्यक्त गर्ने पात्र यस लोकको पनि अस्तित्व छ भन्ने कुरालाई म किन इन्कार गरौँ भनेर आफ्नी स्वास्नीको यौनको खेललाई कालो चस्मा लाएर भए पनि अत्यन्त उत्सुकता साथ हेर्न चाहन्छ। उसमा उसकी स्वास्नीले अरूसित यौन सम्बन्ध राखेको कुरामा विशेष चाख नभएको भए किन चस्मा लाएर उनीहरूलाई चाहिँ निश्चिन्त पारेर आफू भित्रभित्रै मुरमुरिन्थ्यो। मल्लज्यूको पात्र जतिसुकै बुद्धिमानी भए पनि र जतिसुकै फ्रायडवाद विरोधी भावनाको प्रकाश गरे पनि आफै फ्रायडवादबाट बुमेनर्याङको झटारोको पाइखालो चस्माको पसलतिर जान बाध्य भएको छ। यस्तो पात्र नेपाली समाजको निम्ति दुई प्रकारले अनुपयुक्त ठहरिन्छ। त्यसले एकातिर मान्छेलाई समाजमा बस्नु ठिक होइन भनेर व्यक्तिवाद फिजार्छ र अर्कोतिर सामाजिक नीतिको विरुद्ध अर्काकी स्वास्नीसित लोग्ने हुँदाहुँदै यौन सम्बन्ध गर्नु ठिक हो भन्ने अराजकतावादी स्वतन्त्रता प्रचार छ।